प्रथम नेपाल आइडल विक्रम रेको आफ्नै प्रेमिकाबाट हत्या भएको आशंकामा प्रहरीमा जहिरी दिने भएको छ। 32 वर्षीय गायक तथा संगीतकार विक्रम रेको भनी गत फागुन 16 गते अनामनगरमा रहेको एक खाजाघरमा उनको निधन भएको थियो। अचानक अचेत भएपछि राईलाई अस्पताल पुर्याएअनुसार डाक्टरले मृत घोषणा गरेका थिए। सुरुमा विक्रम रेको मृत्युलाई हृदयघात भने पनि पछि उनका दाइ गणेश नाचरिङका अनुसार विक्रमको औँला पनि फुटेको र घोचुकमा टुटुटको उठेको र खाजाघरमा पनि बोतल फुटेको, इँटा भेटिएको, दुईजना झगडा गरेको भिडियो पनि आफूले भेटेको भन्दै उनले प्रहरीमा जहिरी दिन लागेको उनले बताएका छन्। गणेशले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै भनेका छन्, घटनास्थल बाहिरिएको सीसीटीभी फुटेजले हामीलाई शङ्का बन्न बाध्य बनाएको छ। घटनाको सत्य तथ्य छानबिनका लागि प्रहरीमा गुहार्दै आएका छौँ, तर प्रहरीले फरेन्सिक रिपोर्ट आएपछि उजुरी लिने भन्दै पन्छाएको छ भन्दै उनले स्ट्याटस लेखेर हालेका छन्।